15 वर्षको बिहे, तर मैले मेरो श्रीमानलाई कहिले माया गरिन। म अर्कै मान्छेलाई मन पराउँथे जसलाई परिवारले स्वीकार गरेनन्। यो बिहे मेरो रोजाइ थिएन, त्यसैले मैले उहाँलाई कहिल्यै मुस्कुराएर हेरिन। खाना पकाएँ तर मायाले होइन, कर्तव्यले। उहाँ केही भन्नुहुन्थेन, खाली बिहान चिया बनाएर मेरो छेउमा राखिदिनुहुन्थ्यो। म बिरामी परेँ, ठुलो अपरेसन गर्नुपर्ने भयो, पैसा थिएन। अस्पतालमा होस आउँदा नर्सले भनिन्, तपाईको श्रीमानले आफ्नो एउटा मृगौला बेच्न खोज्नु भएको थियो। हामीले रोक्यौं, बरु उहाँले जागिर छोडेर रात दिन काम गरेर पैसा जुटाउनु भयो। जुन मान्छेलाई मैले 15 वर्ष तिरस्कार गरे, त्यसैले मेरो ज्यान बचाउन आफ्नो अङ्ग बेच्न तयार भएका रहेछन्। तर यो कथा मेरो होइन, यो त कुनै दिदीले पश्चातापमा डुबेर पठाएको कन्फेसन हो। कहिलेकाहीँ जुन माया हामी खोज्दै हिँड्छौं त्यो हाम्रै छेउमा चुपचाप बसिरहेको हुन्छ, बोल्दैन, तर सबैभन्दा गहिरो हुन्छ।